अहिले देश गम्भीर मोडमा छ। जेनजी आन्दोलन 76 जना जुन शहीद भए, जसको रगतबाट बनेको सरकारले जेनजीको भावनालाई बुझ्न सकेको छैन, देशलाई नवीन समझदारीमा लान सकेको छैन र अहिले मुलुकले सबै मिलेर दलहरू, राजा, जेनजीहरू, युवाहरू, देशभक्तहरू, धार्मिक क्षेत्र सबै मिलेर मुलुक बनाउन पर्ने बेलामा अहिलेको सरकारले खालि निर्वाचनलाई मात्रै चाहिँ मध्यनजर राखेको हुँदा राप्रपाले भोलि 23 गते 12 बजे रत्न पार्कमा दलहरू, राजा, जेनजी लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई एक बनाउने उद्देश्यले र जनदबाव दिने उद्देश्यले र पहिला निर्वाचन भन्दा नि पहिला चाहिँ नवीन समझदारी गर्नुपर्छ, मुलुकका समस्याहरू के हो त्यो समस्याको बारेमा चाहिँ मध्यनजर गरेर चाहिँ छलफल गरोस् भन्ने उद्देश्यले जनदबाव दिन खोजिएको छ र त्यो जनदबावमा सम्पूर्ण धार्मिक क्षेत्र, राष्ट्रवादीहरू, युवाहरू सबै चाहिँ उपस्थित हुन जरुरी छ। हाम्रो यो केवल राप्रपाको मात्रै आन्दोलन होइन। हामीले हिन्दू राष्ट्रको पहिचानको कुरा गरेका छौँ, बुद्ध जन्मेको देश शान्ति क्षेत्र नेपालको कुरा गरेका छौँ। नेपाललाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नको लागि अभिभावकीय संस्थाको रूपमा राजाको कुरा गरेका, राज संस्थाको कुरा गरेका छौँ र त्यस्तै गरी चाहिँ युवाहरू विदेशी नै नपर्ने रोजगारका कुराहरू गरेका छौँ र नेपालको पहिचानसँग जोडिएको यो आन्दोलन, नेपालको भविष्यसँग जोडिएको आन्दोलन, युवाहरूको रोजगारसँग जोडिएको आन्दोलन, हाम्रो संस्कृति र परम्परा जगाउने यो आन्दोलन भएको हुनाले सम्पूर्ण घरमा बसेर अब आन्दोलन सफल हुँदैन। सम्पूर्ण नेपालीपन भएको, नेपाली रगत भएको र राष्ट्रवादीहरू सब एकजुट हुन र भोलि 23 गते 12 बजे रत्न पार्कमा जहाँ आउनको लागि हामी अनुरोध गर्छौँ, आह्वान गर्दछौँ। नमस्कार।